ओहो को हुनुहुन्छ घरमा? छोराहरू पनि यसो आइएको अहिले पनि के गरौँ हजुर, चुनाव आइयो फेरि पनि। अब छोराहरू पनि भोट दिनुभएको, अहिले पनि अब मेरो यसमा छाप लगाइदिनु पर्ने भयो। अब अहिले पनि चुनाव आयो हेर्नुहोस्, अहिले केमा छ र? यो यसैमा हाल्ने, यही चिन्हमा, मेरो चिन्हमा। अनि अरू पहिला भोट हालिकन उपति पार्टी क्या उपति पढो र? केही भयो? केही भयो? कोही कोही जागिर के काम गर? मेरो छोराले जागिर खुवाइदिउँला भने कहाँ गयो? कहिले? त्यही बेला जागिर खुवाइदिउँला, तमी यसो हराउँला उसो हराउँला भनिकन भोट हाल्न लाने, भोट हाल्ने। अहिले आजसम्म थाहा पत्ता केही छैन। कठै हेर यस्तो समस्या भयो। आफ्नो छोरा तडबितड पढियो नि त आउनु पर्यो। हेर यस्तो भयो, अब नेपालमा कल कारखाना केही छैन, अरू केही छैन। हेर अब खेल जागिरलाई एउटा करार 4वटा जागिर खुलिया दिए, एउटा सालाना बनाए, एउटा भान्जा भइगयो, एउटा मित छोरो भइगयो, एउटा आम्नु छोरो भइगयो। यो 4जना ठिकै भइगयो। फेरि अर्को साल बनाइदिउँला भने थियो, यो जेनजिएलले अर्धमानमा अहिले फेरि चुनाव गर्ने बनाइदिएर 1 साल बाँकी रहेको थियो। 1 साल बाँकी रह्यो। आफ्नो छोरा ठिकै बनाउने, आफ्नो छोरा नाति भान्जी भन्दा सबले खाए। यताउता भने भोट हाल्ने मान्छे त त्यतिकै रहे। यही भनिन फाँटो हुन्छ भन्नु त, भोटका लागि भन्नुपर्छ। हेर कुरा बुझ्यौ नि, भनिकन फाँटो। उहाँ गयो त्यो भन्न त जग्गै भने मैले, तर अब समस्या त्यही 4वटा जागिर थियो। भान्जा, सालो, आम्नु छोरो, मिस छोरो, 4वटा छ कि। अब जागिरको लागि के जागिर नभइनु हुने छोरा? मेरो छोरा त जागिर नभइनु हुने भयो त त्यसै बसिरहने भए। ओहो खोइ तपाईँ मोबाइल? मेरो मोबाइल चाहियो। म फोन गर्छु। मेरो आफ्नो कता मोबाइल कता मोबाइल छ, म हानिहाल्छु फोन। हाम्रो छोरा जागिर यसपालि मिलाइदिन्छु। जागिर खुवाएपछि भोट पनि फरक नपडो। भोट हाल्छु न तरी हाल्दैन। ल पहिला जागिर खानु पड़ो। हेलो करण सिंह है? करण सिंह? हाँ करण सिंह। अनि तुम्हारा होटल में जागिर मिलता है नहीं? हाँ हाँ, मैं माननीय उम्मीदवार है, चुनाव आ रहे, चुनाव में लिए मैं उठेगा। हाँ माननीय में उठेगा। वोट चाहिए। वोट का लगी भाऊजी का एक बेटा है, हमारी भाऊजी का एक बेटा है, उसको नौकरी चाहिए। हाँ हाँ, नौकरी के लगी नौकरी मिला देना। वोट तो चाहिए मेरे, बहुत समस्या हो गया। हाँ अनि नौकरी क्या है? भाड़े मांगने के लिए। पगार कितने? 10,000। हाँ ल ल ल ओके ओके ओके। ल म मेरी भाऊजी के बेटा का नौकरी मिला दे पक्का। हाँ ल ल ल पूरा मिलने भयो। भाउ के मिल्ने भयो? नौकरी मिल्ने भयो। अहमदाबाद जान्छन् किन? यहाँ जागिर आम्ना सबै यहाँ जागिर खुवाउने, हाम्रो अहमदाबाद पठाउने। भाडा मान्न त जागिर मान्दैन हुन्छ त। ओहो त्यो त मैले मिलाइदिएको त। त्यो भाडा मान्न जागिर मिलाइदिए भने मिलाइया हुन्छ। त्यो त कोही दिदैन। मैले मिलाइदिएको छु। म हेर्दैन त्यो भोटो हेर्दैन। मेरो छोरो जागिर खान। मैले करण सिंहलाई फोन गरिसकेँ। करण सिंह हो कि यसो छाप लगाइदिनु नेपाली मात्रै। इन्डिया त मेरो छोराले पठाउनु न। म ओहो इन्डिया भाडा मान्न पठाउँछु। बडो समस्या भयो त। चुनाव हारिने छ कि यसपालि। पहिला आश्वासन नदिनु पर्ने रहेछ। म त भोट हाल्दैन। तपाईँको छोराले बनाउँदा भनेको थिएँ केहरू त। त्यस्तोहरू फुक्याएपछि म दिन्न। नेपालमा कल छैन, कारखाना छैन, के हारौँ? कारखाना छैन भने नोकरी कहाँ पाइ? आयोग पास गर्न सक्दैन। आयोग पास नगरे भाडा मान्न त हिँड्नु पनि कहीँ पाइन्छ त। इन्डिया गइकन भाडा मान्न। यसो नगर, म अर्का गरेर जान्छु। यो अर्को कहीँ नभन्। जय गरेर जाऊ, म भोट हाल्दैन। अब पर्दा गरिदिनु, आया थिएँ भनिदिनु है। पर्दा डरिकन मात्रै के खुसी नि। ल ल ल हेत् तेरि बेकार हारिन्छ चुनाव।